यीशु ख्रीष्टको नाममा जय मसीह। म भजन सङ्ग्रह 1 पदको 6 अध्यायसम्म म अध्ययन गर्नेछु। साँचो आनन्दको सिधा मार्ग, साँचो आनन्दको सिधा मार्ग। भजन सङ्ग्रह 1 पदको 6 अध्यायसम्म। धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन अनि गिला गर्नेहरूको सङ्गतमा बस्दैन। 2 तर परमप्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ। 3 त्यो खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पत्ता कहिल्यै ओइलाउँदैन। त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। 4 दुष्टहरू त्यस्ता हुँदैनन्, तिनीहरू बतासले उडाएर लैजाने बोझ जस्तै हुन्छन्। 5 यसकारण दुष्टहरू न्यायको दिनमा टिक्ने छैनन् र पापीहरूले धर्मीहरूको सभामा स्थान पाउने छैनन्। 6 किनकि परमप्रभुले धर्मीहरूको मार्ग सुरक्षा गर्नुहुन्छ तर दुष्टहरूको मार्ग नष्ट गर्नुहुन्छ। फेरि पनि भन्छु 6 भजन सङ्ग्रह 1 पदको 6 अध्याय। किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ तर दुष्टहरूको मार्ग नष्ट हुनेछ। आमेन, हालेलुया। परमप्रभुलाई महिमा प्रशंसा भएको होस्। यूहन्ना 4को 14 म अध्ययन गर्नेछु। यूहन्ना 4को 14। तर जसले मैले दिने पानी पिउँछ त्यो कहिले तिर्खाउने छैन। जुन पानी म त्यसलाई दिन्छु त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ। आमेन। भजन सङ्ग्रह 5 पदको 3 अध्याय। हे परमप्रभु, बिहानै तपाईँले मेरो स्वर सुन्नुहुन्छ। सबरै तपाईँको अघि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु। फेरि पनि भन्छु, भजन सङ्ग्रह 5 पदको 3 अध्याय। हे परमप्रभु, बिहानै तपाईँले मेरो स्वर सुन्नुहुन्छ। सबरै तपाईँको अघि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु। आमेन, हालेलुया। परमप्रभुको महिमा भएको होस्। यसै गरी यस समयमा